जन्म जहाँ हामीले पायौं, अन्न जहाँको हामीले खायौं, वस्त्र जहाँको हामीले लगायौं, त्यो नै हाम्रो प्यारो देश हो हाम्रो नेपाल। समाजको रक्षा कसले गर्छन्? मैले गर्छु। समाजको रक्षा कसरी गर्छौ? त्याग र बलिदानले गर्छौं। समाज निर्माण कसरी हुन्छ? सेवा, शिक्षा, संस्कारले। आमा नेपालको शिर कसरी उच्च हुन्छ? त्याग र समर्पणले। गायत्री मन्टेश्वरी कर्म र संस्कारको संगम दिउँ जस्तै हुर्काउने छौं, माटो जस्तै अडान दिनेछौं। मायाले हुर्काउने, स्नेहले सिन्चिने। जहाँ स्याहार छ त्यहाँ सम्भावना छ, जहाँ भावना छ त्यहाँ भविष्य छ। माटोमा रमाउने, प्रकृतिसँगै बढ्ने सन्तान मात्र होइन समाज बनाउने सपना हो।